साथीहरु हामीले अझैसम्म गरेका प्रयासहरु हामीले अझैसम्म अपनाएका लक्ष्यताहरु हामीले अझैसम्म गरेका विभिन्न माध्यमहरु र विभिन्न व्यक्तिहरुलाई प्रयोग गर्ने पुराना सालहरुमा पनि कहिलेकाहीँ कुन व्यक्तिलाई प्रयोग गर्दा कसको चित्त बुझ्दैन त्यसले पनि हामीलाई धेरै ठाउँमा वेदनाहरु ल्याइरहेको कुरा पनि दर्शकवृन्द माइतीहरूको अवस्था तनावग्रस्त भइसकेको छ हेर्न सक्नुहुन्छ। यहाँ प्रहरी र शिक्षक बीच भनाभन भइरहेको छ र यहाँ जाम खुलाउने विषयमा दुईतर्फी बीच भनाभन भइरहेको छ र तपाईँले हेर्न सक्नुहुन्छ प्रहरीको धेरै अनुरोधपछि अहिले जाम खुलाउनको लागि राजी हुनुभएको छ हेर्न सक्नुहुन्छ। आज उहाँहरूले सवारी साधन ठप्प पार्ने कुरा गर्नुभएको छ। हेर्न सक्नुहुन्छ प्रहरीसँग झोकाझोकी परेको छ तपाईँले हेर्न सक्नुहुन्छ दर्शकवृन्द। हेर्न सक्नुहुन्छ माइतीहरूको अवस्था तनावग्रस्त भइरहेको छ हेर्न सक्नुहुन्छ। शिक्षकहरूको आन्दोलनमा हानाहान भएको छ शिक्षकहरू बीच। आज हामीले यो मुठीले यो बक्सिङले यो हातले ढुङ्गा मुढा उचाल्न नसकेर होइन, शिक्षकहरूको आन्दोलनमा हानाहान भएको छ शिक्षकहरू बीच। शिक्षकहरूको आन्दोलनले आज उग्र रूप लिएको छ हेर्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ शिक्षकहरूको आन्दोलनमा आज उग्र रूप लिएको छ शिक्षकहरूको आन्दोलनले हानाहान भएको छ।